हामीलाई के सोध्या हुन्छ भने जस्तै कस्तो भन्दाखेरि यस्तो अरे लोकेट द द गिभेन इन नम्बर लाइन गिभेन इन नम्बर लाइन भने आन्छ भने कसरी हामीले गर्ने अब ऱ्यासनल नम्बर छ भने ठिकै छ इन्टिजरहरू छ भने इन्टिजर छैन इऱ्यासनल छ भने जस्तै रुट अन्डर टू यस्तो छ भने यसलाई हामीले कसरी गर्ने भन्दाखेरि यसको लागि पहिला हामीले के सिक्नुपर्छ भने राइट एङ्गल ट्रायङ्गलको कन्सेप्ट सिक्नुपर्ने हुन्छ अब राइट एङ्गल ट्रायङ्गल भन्नाले कस्तो ट्रायङ्गल भन्दाखेरि यस्तो ट्रायङ्गल जसको कि एउटा एङ्गल 90 डिग्री हुनु होस् होइन जस्तै यो ट्रायङ्गल छ यसको एउटा एङ्गल 90 छ भने यो भनेको 90 यो भनेको हाम्रो राइट एङ्गल ट्रायङ्गल भयो जसलाई कि हामीले आरटी एङ्गल ट्रायङ्गल आरटी भनेको राइट एङ्गल ट्रायङ्गल हामीले यस्तो भन्छौँ ल अब यसमा के कस्तो हुन्छ भन्दाखेरि यो 90 को अगाडिपट्टिको साइड यो जुन छ यो यसलाई हामीले हाइपोटेनियस भन्छौँ एच भयो अनि अर्को साइड यो जुन छ यो ठाडो साइड यसलाई हामीले पर्पेन्डिकुलर त्यो भनेको पी भयो अनि रिमेनिङ साइड भनेको मुनिको त्यसलाई हामीले बेस भन्छौँ त्यसलाई हामीले सानो सर्ट फर्ममा बी भनेर लेख्छौँ अब एउटा हाम्रो के हुन्छ राइट एङ्गल ट्रायङ्गलमा भने हाम्रो रिलेसन हुन्छ के हुन्छ भन्दाखेरि एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर यो हाम्रो एउटा रिलेसन हुन्छ राइट एङ्गल ट्रायङ्गलको केसमा ठिक छ अब के कस्तो हुन्छ भन्दाखेरि जस्तै एउटा हेर इक्जाम्पल ल अब हाम्रो एउटा एउटा राइट एङ्गल ट्रायङ्गल गिभेन छ यस्तो अब उसको के भन्छ भन्दाखेरि जस्तै यो हाम्रो साइड गिभेन छ कतिको गिभेन छ जस्तै जस्तै यो कति गिभेन छ भने जस्तै रुट अन्डर थ्री यसको गिभेन छ यो भनेको 1 छ अनि यो भनेको त बी भयो अनि हामीलाई बी को भ्याल्यु निकाल्न भनेको छ भने हामी कसरी निकाल्छौँ भन्दाखेरि यो इज इक्वल टु हाम्रो रिलेसन के छ एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर होइन एच स्क्वायर इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर भयो होइन अनि एच स्क्वायरको ठाउँमा हामीले रुट अन्डर थ्रीको स्क्वायर राख्छौँ होइन रुट अन्डर थ्रीको स्क्वायर इज इक्वल टु पी पी भनेको के यो भयो पी भनेको होइन यो भनेको 1 को स्क्वायर अनि फेरि पनि बी भनेको बी को स्क्वायर यस्तो अनि यो के भयो रुट अन्डर थ्रीको स्क्वायर भनेपछि 3 भयो अनि यो 1 को स्क्वायर भनेपछि 1 भयो अनि यो बी को स्क्वायर होइन अब यो 1 यतापट्टि आयो भने 3 - 1 3 - 1 भनेको 2 भयो होइन अनि इज इक्वल टु बी को स्क्वायर अनि देयर फोर रुट अन्डर टू इज इक्वल टु बी हुन्छ किनभने यतातिर स्क्वायर छ यता जान्छ भने रुट अनि हामीले लास्टमा के लेख्न सक्छौँ भन्दाखेरि यसलाई बी इज इक्वल्स टु रुट अन्डर टू लेख्न सक्छौँ हो नि यो यहाँ हामीले के भन्न सक्यो भने यो हाम्रो रुट अन्डर थ्री छ यो 1 छ भने यसको भ्याल्यु हाम्रो कति आउँछ भन्दाखेरि रुट अन्डर टू आउँछ होइन त्यो यति कुरा हामीले बुझ्ने हो ल अब हामी यो जाने ल यो रुट अन्डर टूलाई हामी कसरी लोकेट गर्छौँ यसको राइट एङ्गल ट्रायङ्गलको यहाँ कन्सेप्ट लाग्छ त्यसैले मैले यो बताएँ अब हेर एउटा लाइन लिने एउटा सिधा लाइन लिने सिधा लाइन होइन यो यो भनेको बिचमा भनेको 0 भयो यतातिर भनेको पोजिटिभ जान्छ मतलब सुरुमा हाम्रो कति हुन्छ भन्दाखेरि 1 हुन्छ सुरुमा हाम्रो 1 त्यसपछि हाम्रो 2 त्यसपछि हाम्रो 3 त्यसपछि हाम्रो 4 अब यतातिर नेगेटिभवाला जान्छ -1 -2 -3 अनि -4 यस्तो जान्छ हो यस्तो जान्छ अब हामीलाई हेर त रुट अन्डर टू भनेको छ भने अब रुट अन्डर टू त कतै छैन यसको लागि हामीले कसरी ड्रो गर्ने यहाँ 1 छ त्यसपछि 2 छ त्यसपछि 3 छ रुट अन्डर टू त छैन नि छैन हामीले रुट अन्डर टू कसरी ड्रो गर्ने भन्दाखेरि 1 होइन हामीले रुट अन्डर टू कसरी ड्रो गर्ने भन्दाखेरि हामीले के गर्ने भन्दाखेरि एउटा रफमा है रफमा हामीले कति टाढा जानु पर्यो त्यो एउटा सिक्ने रफमा हामीले एउटा राइट एङ्गल ट्रायङ्गल ड्रो गर्ने यस्तो होइन यस्तो राइट एङ्गल ट्रायङ्गल ड्रो गर्ने अब हामीलाई रुट अन्डर टू ड्रो गर्नुपर्ने छ भने यो हाइपोटेनियसलाई रुट अन्डर टू मानिदिने ठिक छ अब यो सिधा जुन छ नि यो ठाडो पर्पेन्डिकुलर यसलाई हामीले सधैँ 1 मान्ने सधैँ नै 1 मान्ने अब फेरि हामीले बीको भ्याल्यु झिक्ने बीको भ्याल्यु कसरी झिक्ने भन्दाखेरि एच स्क्वायर इज इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर फर्मुला लगाउने अब एच स्क्वायरको ठाउँमा हामीले रुट अन्डर टूको स्क्वायर राख्ने रुट अन्डर टूको स्क्वायर भयो पीको ठाउँमा हामीले 1 को स्क्वायर राख्ने ठाडो भनेको पी भनेको यो अनि त्यसपछि बीको स्क्वायर यो रुट अन्डर टू भनेपछि 2 भयो यो भनेपछि 1 भयो यो भनेपछि बी स्क्वायर भयो यसलाई हामीले कसरी लेख्न सक्छौँ भन्दाखेरि 2 - 1 इज इक्वल टु बी स्क्वायर अनि 1 इज इक्वल टु बी स्क्वायर अनि बी इज इक्वल्स टु 1
बुझ्यौ? हामीले के बुझ्यौँ भने यो हाम्रो 1 भयो। हामीले त्यो नम्बर लाइनमा यस्तै राइट एंगल ट्रायंगल ड्रा गर्नुपर्छ ठ्याक्कै सेमै। यो के बुझ भन्दाखेरि यो पोइन्ट भनेको हाम्रो O वाला भयो, यो 0 वाला। यहाँ हामीले यस्तो गर्ने अनि हामीलाई यो B कति छ 1 छ। यसको मतलब हामीलाई यहाँदेखि यहाँ भनेको 1 जानुपर्ने हुन्छ रुट अन्डर 2 ड्रा गर्नलाई। यहाँदेखि यहाँ 1 कहाँ छ? यहाँ छ, होइन? मैले अलिकति कलर चेन्ज गरेँ। 1 कहाँ छ भने यहाँदेखि यहाँ छ 1 हामीले यहाँ जानुपर्छ अनि यहाँबाट ठाडो एउटा लाइन सिधा 1 सेन्टिमिटरको हामीले ड्र गर्नुपर्ने हुन्छ 1 को। ठिक छ? यति। अब यहाँ के गर्ने भन्दाखेरि यो 0 देखि यहाँ हामीले जोइन गरिदिने। ल, जोइन गरेको होइन, यति भयो। अब यो भनेको पनि 1 भयो, यो 0 देखि 1 भनेको 1 भयो अनि यो सिधा भनेको 1 हामी ड्र गर्ने। अब के गर्ने भन्दाखेरि यो पोइन्टमा होइन, यो पोइन्टमा त्यो कम्पासको त्यो सार्प सार्प पोर्सन यहाँ यहाँ हामी राख्ने अनि पेन्सिल चाहिँ यहाँ राख्ने अनि हामीले यसरी यसरी गर्ने क्या, यसरी यतातिर हामीले त्यो कम्पासलाई पेन्सिललाई गर्ने क्या अनि यो जहाँ आएर यो लाइनमा काटिन्छ नि, हो त्यो पोइन्ट भनेको बल्ल हाम्रो रुट अन्डर 2 हुन जान्छ। बुझ्यो? यो जहाँ काट्यो नि त्यो भनेको रुट अन्डर 2 हुन जान्छ। अब यस्तै तिमीलाई रुट अन्डर 2 पछि रुट अन्डर 3 सोधेको छ भने, जस्तै तिमीले अब रुट अन्डर 3 सोधेको छ भने तिम्रो क्वेसन दियो यो रुट अन्डर 2 बुझ्यो है, त्यसरी हामीले यो यति गरेपछि यसलाई छोडिदिने क्या। यति गरेपछि हामीले यति मात्र देखाउनु पर्छ, यिनीहरू देखाउनु पर्दैन, यिनीहरू रफमा गर्ने। त्यो मैले सिकाएँ मात्र, हामीले यति मात्र गर्नुपर्छ। यति यति मात्र गर्नुपर्छ हामीले, अरू केही नै गर्नु पर्दैन। अब जस्तै हामीलाई सोधेको छ रुट अन्डर 3 लाई ड्र गर। हामीलाई के सोधेको छ भन्दाखेरि रुट अन्डर 3 लाई ड्र गर। बी नम्बरको क्वेसन जस्तै रुट अन्डर 3 लाई ड्र गर। हामीले त्यही कुरा गर्ने, एउटा पहिला रफमा यस्तो राइट एंगल ट्रायंगल बनाउने। ल, बनायो। यो हाइपोटेनियस, यो भनेको 90 डिग्री हो यसको अगाडितिर भनेको हाइपोटेनियस, यहाँ हामीले रुट अन्डर 3 राख्ने अनि यो ठाडो पोर्सनलाई हामी सधैँ जहिले पनि 1 मान्ने, होइन? अनि यसको यो b को भ्यालु निकाल्ने कति हुन्छ। हाम्रो फर्मुला लगाउने एच स्क्वायर इज इक्वल्स टु पी स्क्वायर प्लस बी स्क्वायर गर्ने अनि एच स्क्वायर भनेपछि रुट अन्डर 3 को स्क्वायर इज इक्वल्स टु पी को स्क्वायर भने 1 को स्क्वायर अनि बी को स्क्वायर भनेपछि बी को स्क्वायर। यो रुट अन्डर 3 भनेपछि 3 भयो, यो भनेपछि 1 भयो, यो भनेपछि बी स्क्वायर भयो अनि यो 3 माइनस 1 भनेपछि 2 इज इक्वल्स टु बी स्क्वायर। अब बी इज इक्वल रुट अन्डर 2। हामीले यहाँबाट के थाहा पायो भने बी को भ्यालु हाम्रो कति हुन जान्छ भन्दाखेरि बी इज इक्वल्स टु रुट अन्डर 2 हुन जान्छ। अब त्यही ठ्याक्कै सेम कुरा गर्ने, यस्तो सिधा लाइन तान्ने। यो भनेको हाम्रो 0 हुन्छ, यो भनेको हाम्रो 1 हुन्छ, यो भनेको 2 हुन्छ, यो भनेको 3 हुन्छ, यो भनेको 4 हुन्छ। यता पनि त्यस्तै -1 हुन्छ, -2 हुन्छ, -3 हुन्छ, -4 जतिसम्म लेख्दा भयो। अब हामीले के गर्ने भन्दाखेरि यहाँ अब हामीले के गर्ने भन्दाखेरि हाम्रो यो मुनिको होइन, मुनिको हामीले कहाँ रुट अन्डर 2 सम्म जानुपर्छ। अब हेर रुट अन्डर 2 कहाँ छ त्यही नै थाहा छैन। त्यसको लागि हामी के गर्ने पहिला भन्दाखेरि रुट अन्डर 2 ड्र गर्ने। रुट अन्डर 2 कसरी ड्र गर्ने भन्दाखेरि यसरी ठ्याक्कै यसरी ड्र गर्ने रुट अन्डर 2, होइन? पहिला 1 जाने, त्यसपछि 1 माथि जाने अनि यहाँबाट यहाँ जोइन गर्ने अनि त्यसपछि कम्पास लिएर यस्तो घुमाउने। त्यो पहिला गर्ने। कस्तो गर्ने भन्दाखेरि रुट अन्डर 2 को लागि 1 यता जाने यस्तो अनि 1 बाट बल्ल माथितिर 1 फेरि माथितिर हामीले स्केल लिएर ड्र गर्ने अनि यहाँबाट यस्तो जोइन गर्ने। ल, जोइन गरेपछि कम्पासको चोखो पोर्सनलाई सार्प एजलाई यहाँ राख्ने, पेन्सिललाई यहाँ राख्ने अनि यस्तोरी टर्न गर्ने, यसरी टर्न गर्ने, होइन? हो, यहाँ आएर जहाँ काटिन्छ नि, जस्तो यो पोइन्टमा काट्यो नि, हो यो भनेको हाम्रो के भयो भन्दाखेरि रुट अन्डर 2 भयो, होइन? हो, अब हामीले के गर्ने भन्दाखेरि हामीलाई रुट अन्डर 3 एक्ज्याक्टली ड्र गर्नु छ अहिले। त हामीले यो 0 देखि यहाँ रुट अन्डर 2 जहाँ परेको छ नि, हो त्यहाँसम्म जाने र त्यो पोर्सनबाट सिधा ठाडो लाइन 1 सेन्टिमिटरको हामीले यता ड्र गर्ने। अब हेर यहाँदेखि यहाँबाट हामीले गरेका छौँ भने यो भनेको रुट अन्डर 2 हो, यस्तो यही मिल्या छ अनि ठाडो भनेको 1 गरेको छौँ। हो, अब यो 0 देखि यहाँ जब हामी जोइन गर्छौँ नि अनि यो भनेको हाम्रो के रुट अन्डर 3 हो। अब हामी त्यही कुरा सेम गर्ने, यहाँ हामीले कम्पासको चोखो राख्ने, सार्प एज यो पोइन्टमा 0 मा अनि पेन्सिल चाहिँ यहाँ राख्ने अनि सिधा यस्तो गर्ने भन्दाखेरि हाम्रो जहाँ आउँछ त्यो त्यो जहाँ आउँछ नि हाम्रो त्यो भनेको हाम्रो के हुन्छ भन्दाखेरि रुट अन्डर 3 आउँछ। यो 2 भन्दा अलिकति यतै आउँछ है, यतै आयो। हो, यो भनेको हाम्रो यहाँ राम्ररी हामीले रुट अन्डर 3 राख्नु। अब रुट अन्डर 5 बनाएको छ भने यस्तै हामीले बी को भ्यालु निकाल्नु अनि 0 देखि कहाँ टाढा जानुपर्छ त्यहाँ जानु, त्यसपछि यस्तो 1 सेन्टिमिटर माथि तान्नु, त्यसपछि यहाँदेखि जोइन गर्नु अनि फेरि कम्पास लिएर यस्तो गर्नु। ल,
यस्तो गर्ने है। बुझेन भने म्यासेज गर्ने ल।